हामी चाहिँ केदार गएर फर्केर आएको अवस्था है यो चाहिँ नि यस्तो विधि मान्छे हो कि हामी केदारनाथको दर्शन गरेर हिँड्दै हिँड्दै फर्किँदैछौँ ल हामी चाहिँ नि चारधामको यात्रु हो है हाम्रो चाहिँ नि आज अब गाइस भन्नु पर्यो के पहिला खै त गाइस भनेको गाइस भन्न आउँदैन हेलो गाइस भन्ने सुरत के काटेको हेर्नु नि अचारको लागि टमाटर इंग्लिशमा हाल्नु न इंग्लिशमा यालो भेडा ल के गर्नु भएको दिदी आलु खाना मिल्छ भनेर सोध्नु न खाना खाना मिल्छ मिल्दैन मिल्छ खाना मिल्छ भनेर सोध्नु न तपाईँ आलु खाना पाक्यो भयो आलु बाचा खाना पाकेपछि भाइ यो ठुलो डिप्चामा के हो यो त्यो दाल हो दाल बनायो र ल हाम्रो चाहिँ पानी तताएको है दाल र भातलाई यो चाहिँ नि अचार बन्दैछ चामल भिज्दैछ खानालाई केही भन्नु छ भाइ केही छैन हजुर ल यो दाल चाहिँ 30 लिटरको कुकरमा पकाउनु छ हामी दुई गाडीको मान्छेले खानुपर्छ ल उहाँहरू दिदीहरू ल दिदी हजुर के छ एकदम ठिक तरकारी काटिँदैछ चिचिन्डो त घुमेर चारधाम भ्याएर आएर बाटामा पकाउने खाने रमाउने कार्यक्रम छ हाम्रो अनि हजुरको मेरो चाहिँ चिचिन्डाको बुद्धि फाल्दैछु भाइहरूले पकाउँदैछन् भाइहरूले पकाएको अहिले साह्रै मिठो भएर खाइएको छ अनि उहाँहरू दाइहरू चाहिँ ढिला हुनुहुन्छ